सम्पूर्ण मित्रहरूलाई आज चाहिँ म तपाईँहरूलाई ढुक्कुरको गुण देखाउँदैछु है। अनि हामी संसारमा सबैभन्दा ज्ञानी प्राणी हामी हौँ, तर पनि हामीले पनि कति घर परिवारमा चाहिँ झगडा हुन्छ है, झगडा भइरहेको छ। झगडा नभएको त प्रायः कमाइ मात्रै हुन्छ होला मान्छेहरूमा। अनि हामी जस्तो ज्ञानी प्राणी मानिसले त झगडा गर्छौँ भनेदेखि जान्सार जनावर त कस्तो होला हैन। तर जनावरले पनि झगडा चाहिँ गर्दो रहेछ क्या। झगडा गरेर पनि अब घर व्यवहार चाहिँ एउटा संसारको सृष्टि, संसारको एउटा रीति, अनि त्यसैले गर्दाखेरि त्यो मान्नै पर्ने अनि मिल्नै पर्ने, अनि घर व्यवहार चाहिँ जसरी पनि चल्नै पर्ने त्यस्तै होला है। अनि एउटा ढुक्कुर पनि के अनि एकदमै त्यो झगडा गरेर अनि लास्टमा चाहिँ मिलेर यसरी गुँड लगाएर अनि अन्डा पारेको छ। म तपाईँलाई देखाउँदैछु ल, हेर्नुहोस् है त। यहाँ यसलाई हेर्नु चाहिँ अब ऊ त्यहाँ त्यही घरमा राखेको छ अन्डा चाहिँ, त्यहाँनिर फुल पारेको छ। म तपाईँहरूलाई ढुक्कुरको गुण देखाउँदैछु है। यहाँबाट निस्केर पालेको यो चाहिँ यहाँ यस्तो ढुक्कुरको आइटा अन्डा हेर्नुहोस् है। यहाँ देख्नुभयो, पालेको मैले यो ढुक्कुर चाहिँ। लाल होता है चाड़ा का गुण पिकॉक है वो। अरे छोटा है था, इसका पूछ भी ना। वो अकेला आया ना हाँ जगह से, अच्छा, पिकॉक छोटा है, इसको भी ये साथ ढूंढ रहा है कोई, इधर कहीं से आया है ये। चलिए।